नमस्कार। यही फागुन 21 गते नेपालमा प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न भएको छ र सो अन्तर्गतको प्रत्यक्षतर्फको 165 स्थानको मत परिणाम निर्वाचन आयोगबाट घोषणा भइसकेको अवस्था छ भने समानुपातिकतर्फको अन्तिम चरणमा पुगेको अवस्था छ। समानुपातिकतर्फको उम्मेदवार टुङ्ग्याउने क्रम रहेको छ र यसै सन्दर्भमा प्रारम्भिक रूपमा हालसम्म प्रत्यक्षतर्फको मत परिणामका हिसाबले पनि एउटा दलको बहुमत आउने, जुन चाहिँ समानुपातिक समेत जोड्दाखेरि स्पष्ट रूपमा बहुमत आउने सङ्केत देखिएको छ भने लगभग प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी 275 स्थानमध्ये लगभग 2/3 नजिक पुग्ने अवस्था अनुमान गर्न थालिएको छ। यसले एउटा शुभ सङ्केत के दिन्छ भन्दा हालसम्मका पछिल्ला सरकारहरू एउटै दलको स्पष्ट बहुमत नहुँदाखेरि सरकार परिवर्तन भइरहने र राजनीतिक र सरकारको स्थायित्वमा अलिकति कठिनाइ भइरहेको अवस्थामा एकल दलकै स्पष्ट बहुमत साथ सरकार गठन हुने सन्दर्भले सरकारको स्थायित्व, विकास र समृद्धिलाई अगाडि बढाउनलाई अवश्य नै मद्दत पुग्ने अपेक्षा गरिएको छ। अब म यही सन्दर्भमा हाम्रो संसदको स्ट्रक्चर, त्यस्तै गरी सँगसँगै संघको संवैधानिक र कानुनी व्यवस्था र प्रतिनिधि सभामा स्पष्ट बहुमत हुँदाको अवस्था र यदि प्रतिनिधि सभामा 2/3 बहुमतको अवस्था र सङ्घीय संसदमा बहुमत अथवा सङ्घीय संसदका दुवै सदनमा 2/3 बहुमतको अवस्था हुँदाखेरि कानुनी व्यवस्था, संवैधानिक व्यवस्थाहरू, प्रावधानहरू के कसरी सो अनुरूप छन्, ती प्रबन्धहरूको संक्षिप्तमा म चाहिँ तपाईहरु समक्ष विवेचना गर्न उपस्थित छु। र हाम्रो सङ्घीय व्यवस्थापिका नेपालको सन्दर्भमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका 2 सदन सहितको सङ्घीय व्यवस्थापिका हुने व्यवस्था छ, जसलाई सङ्घीय संसद भनिन्छ। र हालै भएको प्रतिनिधि सभाको निर्वाचनले मूलतः जम्मी 275 सदस्यको निर्वाचन गरेको अवस्था हो, जसमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अथवा प्रत्यक्षतर्फ 165 सदस्य र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट 110 सदस्यको निर्वाचन हुने अवस्था छ। यहाँबाट हामी के बुझ्न सक्छौँ भन्दाखेरि प्रतिनिधि सभाको गठन एकै पटकमा नयाँ प्रतिनिधि सभा निर्वाचनले 275 सदस्य निर्वाचित गरिदिने अवस्था छ। तर यसको विपरीत राष्ट्रिय सभाको गठनका सन्दर्भलाई हेर्यो भने राष्ट्रिय सभामा 59 सदस्य रहने व्यवस्था छ र प्रदेश सभाका सदस्य, पालिकाका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट 8 जना निर्वाचित हुने, अर्थात् 7 प्रदेशबाट 8 सदस्यका दरले 56 जना निर्वाचित हुने र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित 3 जना गरी 59 जना सदस्य रहने व्यवस्था छ। तर यसमा चाहिँ एकैचोटि निर्वाचन हुने अवस्था होइन। यसमा चाहिँ एक पटकमा 1/3 सदस्यहरू निर्वाचित हुने अवस्था छ र प्रतिनिधि सभाको निर्वाचनसँग प्रत्यक्ष त यो सम्बन्धित हुँदैन। यसबाट प्रतिनिधि सभामा अहिलेको निर्वाचनले दिएको मत परिणाम एक ठाउँमा रहने कुरा रह्यो भने राष्ट्रिय सभामा विद्यमान रहेको यसअघिकै निर्वाचनबाट र हाल कायम रहेको सङ्ख्यालाई हेर्ने हो भने राष्ट्रिय सभाको संरचनामा तत्काल परिवर्तन हुने अवस्था छैन। पुरानै संरचना अथवा पुरानै सङ्ख्या चाहिँ हालको लागि कायम हुने अवस्था देखिन्छ। यसबाट प्रतिनिधि सभामा अहिलेको निर्वाचनबाट निर्वाचित सदस्यको सङ्ख्या साधारण बहुमत अथवा प्रतिनिधि सभाकै सङ्ख्याको हिसाबले 2/3 नजिक पुग्दा पनि राष्ट्रिय सभाको सन्दर्भमा भने हाल विद्यमान जे छ त्यही अवस्था चाहिँ रहने देखिन्छ। यसबाट दुवै सदनको बहुमत अथवा दुवै सदनमा उपस्थित सदस्य सङ्ख्याको 2/3 सन्दर्भ चाहिँ प्रतिनिधि सभाको सदस्य सङ्ख्या अहिले निर्वाचनले दिएको निर्वाचित सदस्य सङ्ख्याको
रोबाट मात्रै हेर्न मिल्ने अवस्था देखिँदैन। यसै सन्दर्भमा साधारण बहुमतका अवस्था, प्रतिनिधि सभामा बहुमत रहेको अवस्थाका सँगसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनमा उपस्थित सदस्य सङ्ख्याको 2/3बाट कानुनले व्यवस्था गरेका प्रावधानका सन्दर्भमा संक्षिप्तमा विवेचना गरौँ। अब भर्खरै हजुरलाई मैले जानकारी गराइसकेँ। अब सङ्घीय संसदमा प्रतिनिधि सभामा हुने 275 सदस्य मध्ये अब हामीले बहुमतको लागि 275 भन्दा केही बढी सङ्ख्या हेऱ्यो भने 275 को आधाले 137.5 हुन्छ। हामी सदस्यको कुरा गर्दैछौँ, व्यक्तिको कुरा, त्यसैले 138 मान्नु पर्यो। 138 न्यूनतम 138 को सङ्ख्यामा सदस्यहरू निर्वाचित भएपछि प्रतिनिधि सभामा स्पष्ट बहुमत पुगेको हुन्छ र 2/3 पुर्याउनको लागि पुरा सदस्य सङ्ख्या जुन चाहिँ निर्वाचनबाट अहिले भएको निर्वाचनले सम्पूर्ण सदस्यहरू नयाँ निर्वाचित गर्ने हुनाले 275 नै कायम रहने हुँदा 275 लाई आधार मान्दा 275 को 2/3 हेऱ्यो भने 184 सदस्य रहन्छ। र मैले निवेदन गरिसकेँ, यो चाहिँ प्रतिनिधि सभाको हकमा मात्रै हो। राष्ट्रिय सभामा चाहिँ हुने सदस्य सङ्ख्याहरू हाल चाहिँ यो निर्वाचनको सन्दर्भसँग सम्बन्धित छैन। जुन चाहिँ अहिले कायम जे अवस्थामा छ सोही सङ्ख्या र सोही सदस्यहरू रहने अवस्था छ र 6 वर्षको कार्यकाल रहने राष्ट्रिय सभामा 1/3 सदस्यको पदावधि प्रत्येक 2 वर्षमा समाप्त हुन्छ भनेपछि 2 वर्षमा चाहिँ सदस्यहरूको पदावधि चाहिँ परिवर्तन भइरहन्छ र सदस्यहरू परिवर्तन रहने अवस्था हुन्छ। अब राष्ट्रिय सभाको मात्रै हेऱ्यो भने पुरा सदस्य सङ्ख्या 59 लाई मान्ने हो भने 2/3 को लागि 40 सदस्य आवश्यक पर्छ। यसै सन्दर्भमा अब साधारण बहुमत अथवा प्रतिनिधि सभाको सदस्यहरूको बहुमत अथवा दुवै सदन, संसदको दुवै सदन अथवा प्रतिनिधि सभा र राष्ट्रिय सभामा उपस्थित सदस्य सङ्ख्याको बहुमत अथवा 2/3 का सन्दर्भमा भएका केही व्यवस्थाहरू उल्लेख गर्नुभन्दा अगाडि मैले राष्ट्रिय दलको मान्यता सम्बन्धमा पनि तपाईहरुलाई छोटोमा निवेदन गरेँ। प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा 3% मत र प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ 1 सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्छ भन्ने व्यवस्था छ। सोही बमोजिम हालको निर्वाचन परिणाम अनुरूप समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम परिणाम आइसकेपछि कुन दलले राष्ट्रिय दलको मान्यता पाउन सक्छन् त यो आधारमा भन्ने कुरा देख्न सकिन्छ। र यस्तै गरी समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचनमा दलहरूले प्राप्त गरेको कुल सदरमतको 3% वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ। अर्थात् 3% भन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना नगरिने व्यवस्था छ। अब समानुपातिकको लगभग मतगणना सकिसकेको जस्तो अवस्था छ, सकिन लागेको अवस्था छ। यसपछि मतगणना सकिसकेपछि केही कानुनले निर्दिष्ट गरेका निर्वाचन सम्बद्ध कानुनले निर्दिष्ट गरेका प्रक्रियाहरू पुर्याउन पर्ने हुन्छ। त्यसपछि मात्रै अन्तिम रूपमा उम्मेदवार निर्वाचित भएर प्रमाणपत्र प्राप्त गर्ने र लिस्टमा त्यो चाहिँ सूचीकृत हुने अवस्था रहन्छ। त्यसको एकदमै संक्षिप्तमा निवेदन मैले गरेँ। सबै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको मतगणना तालिका प्राप्त भएपछि निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदरमत जोडी त्यस्तो दलले प्राप्त गरेको कुल मत सङ्ख्या एकिन गर्नुपर्ने, प्रत्येक दलले मत परिणामको आधारमा प्राप्त गरेको सिट सङ्ख्या आयोगको वेबसाइट र सूचना पाटीमा प्रकाशित गरिने, सो बमोजिमको जानकारी प्राप्त भएपछि दलले उम्मेदवारको अन्तिम बन्द सूचीमा नाम समावेश भएका उम्मेदवारहरू मध्येबाट जुन चाहिँ पहिल्यै सूची पेश गरिसकेको अवस्था छ निर्वाचन अगाडि नै समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम छनौट गरी दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई 3 दिनभित्र निर्वाचन अधिकृत समक्ष अथवा निर्वाचन आयोगको कर्मचारी अथवा तोकिएको कर्मचारी समक्ष पेश गर्नुपर्ने अथवा आयोगमा पेश गर्नुपर्ने भनेर बुझ्न सकिन्छ। यहाँ पनि एउटा विषयवस्तु हामीले सम्झिन पर्ने कुरा के छ त भन्दाखेरि सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराउनु पर्ने अवस्था रहन्छ। यसरी छनौट गरिएको सूचीको फेरि सूचीमा केही जुन चाहिँ कानुनले निर्दिष्ट गरेका समावेशी अथवा महिला तथा समावेशी समूहको प्रतिनिधित्वको सम्बन्धमा यदि मिलेको रहेनछ भने आयोगबाट फेरि सूचीको पुनरावलोकन हुने अवस्था हुन्छ
दलले उम्मेदवार छनौट गरिएको सूची पेश गर्दा महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व नभएमा सम्बन्धित दललाई सो बमोजिम नामावली सच्चाइ उम्मेदवार छनौट गरी 2 दिनभित्र पेश गर्न लगाउने गरी सूचना दिइन्छ र यसरी त्यो प्राप्त अवधिभित्र पठाएका अन्तिम सूची बमोजिम निर्वाचन अधिकृतले उम्मेदवार निर्वाचित भएको घोषणा गरी प्रमाणपत्र दिने व्यवस्था छ। यसपछि मात्रै समानुपातिक तर्फको अन्तिम निर्वाचन परिणाम आउने अवस्था रहन्छ र समानुपातिक तर्फ र प्रत्यक्षतर्फ जोडेर पूर्ण रूपमा प्रतिनिधि सभाका सदस्यहरूको 275 सदस्य सङ्ख्या चाहिँ कायम हुने अवस्था रहन्छ। अब यसमा चाहिँ बहुमत प्रतिनिधि सभामा मैले निवेदन गरिसकेँ। अहिलेको चुनावमा यो निर्वाचनमा यो प्रतिनिधि सभाको निर्वाचनले एउटा दललाई स्पष्ट रूपमा बहुमत दिने सङ्केत प्रत्यक्षतर्फकै मत परिणामले दिइसकेको अवस्थामा सोही अनुरूपको समानुपातिकमा प्राप्त मतका आधारमा स्पष्ट बहुमत आउने देखिन्छ र करिब 2/3 नजिक प्रतिनिधि सभा सदस्यको सङ्ख्याको 2/3 नजिकको मत अथवा मत प्राप्त गरी सदस्यहरू निर्वाचित गर्न सक्ने देखिएको छ। यो चाहिँ सुखद पक्ष छ र यसले राजनीतिक स्थायित्व चाहिँ कायम गर्न सक्छ, सरकारको स्थायित्व कायम गर्न सक्छ। यही सन्दर्भमा स्पष्ट रूपमा बहुमत आइसकेको अवस्थामा सङ्घीय सरकार अथवा सङ्घीय कार्यपालिका अथवा नेपाल सरकारको गठन अर्थात् समग्रभन्दा सङ्घीय मन्त्री परिषदको गठनलाई हेऱ्यो भने संविधानको धारा 76लाई हेऱ्यो भने राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्री परिषद गठन हुने प्रष्ट व्यवस्था छ। अब यो समानुपातिक तर्फको अन्तिम मत परिणाम टुङ्गिएपछि र निर्वाचित सदस्यहरू एकिन भइसकेपछि र समग्रमा प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया सुरु हुने देखिन्छ। र अब यहाँ चाहिँ विधेयक अथवा कानुन निर्माणका सन्दर्भमा प्रतिनिधि सभामा भएका सदस्यको बहुमतको सन्दर्भ र सँगसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभा बीचको अन्तर सम्बन्धका व्यवस्थालाई हेऱ्यो भने समग्रमा प्रतिनिधि सभामा साधारण बहुमत प्राप्त अवस्थामा विधेयकहरू निर्माण तथा पारित गर्न भनेको ऐन कानुनहरू निर्माण गर्न, संशोधन गर्न, परिमार्जन गर्न सजिलै सकिने नै अवस्था देखिन्छ। अर्थात् यसमा चाहिँ प्रतिनिधि सभामा बहुमत भइसकेपछि यसमा सामान्य बहुमतले काम गर्न सकिने अवस्था देखिन्छ, जसलाई चाहिँ 2/3 मतको सदस्य सङ्ख्या चाहिँ आवश्यक पर्दैन। र अब सङ्कटकालीन व्यवस्था छ धारा 273लाई हेऱ्यो भने यसमा भने सङ्कटकालीन अवस्था परिभाषित जुन चाहिँ धाराले परिभाषित गरे बमोजिमको अवस्थामा सङ्कटकालीन अवस्थाको घोषणा गर्न आदेश गर्न सक्ने व्यवस्था छ। त्यस्तो घोषणा वा आदेश भएको मितिले 1 महिनाभित्र अनुमोदनका लागि सङ्घीय संसदका दुवै सदनमा पेश गरिनुपर्छ र सङ्घीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा 2/3 बहुमतले अनुमोदन गरेमा त्यस्तो घोषणा वा आदेश भएको मितिले 3 महिनासम्म कायम रहने। यो प्रावधान मैले हजुरलाई निवेदन गर्न खोजेको प्रतिनिधि सभामा मात्रै यदि 2/3 बहुमत रहेको अवस्था कुनै दलको रहेको अवस्थामा पनि राष्ट्रिय सभाको पनि 2/3 आवश्यकता पर्ने देखिन्छ। अर्थात् सङ्घीय संसदका दुवै सदन अर्थात् प्रतिनिधि सभा र राष्ट्रिय सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा 2/3 बहुमतले अनुमोदन गर्ने व्यवस्था गरेको छ। यसबाट चाहिँ प्रतिनिधि सभाको मात्रै नरही राष्ट्रिय सभामा पनि बहुमत 2/3 हुनुपर्ने अवस्था देखिन्छ सङ्कटकालीन अवस्थाको व्यवस्थाका कार्यान्वयनका सन्दर्भमा। अब त्यस्तै गरी संविधान संशोधन सम्बन्धमा हेरियो भने धारा 274लाई हेरेर प्रबन्धको सारका रूपमा बुझ्न खोज्दाखेरि संविधान संशोधनसँग सम्बन्धित जस्तो उपधारा 1ले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने भनेको अवस्था छ। त्यस्तै उपधारा 2ले यही व्यवस्था जुन चाहिँ उपधारा 1 को व्यवस्थालाई संशोधन गर्न नसकिने अथवा भनेर उल्लेख गरेको छ। जुन चाहिँ अब संविधानमा संशोधन गर्ने विषयका सन्दर्भमा उपधारा 8लाई हेऱ्यो भने विधेयक सङ्घीय संसदका दुवै सदनका तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा 2/3 बहुमतबाट पारित गर्नुपर्ने व्यवस्था छ।
यसबाट पनि संविधान संशोधनका लागि पनि प्रतिनिधि सभामा भएको सङ्ख्याले मात्रै निर्धारण नगरी प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी दुवै सदन रहेको सङ्घीय संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा 2/3 बहुमत आवश्यक पर्ने देखियो। त्यस्तै गरी जनमत सङ्ग्रह सम्बन्धी धारा 275 उल्लेख भएको राष्ट्रिय महत्त्वको कुनै विषयमा जनमत सङ्ग्रहबाट निर्णय गर्न आवश्यक छ भने सङ्घीय संसदमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको 2/3 सदस्यको बहुमतबाट निर्णय भएमा त्यस्तो विषयमा जनमत सङ्ग्रहबाट निर्णय लिन सकिने भनेको छ। यसमा पनि दुवै सदनमा कायम सदस्य सङ्ख्याको 2/3 आवश्यक पर्ने देखियो। त्यस्तै गरी धारा 279 हेऱ्यो भने सन्धि सम्झौताको अनुमोदन सम्मेलन वा स्वीकृतिका लागि पनि नेपाल राज्य वा नेपाल सरकार पक्ष हुने सन्धि वा सम्झौताको अनुमोदन सम्मेलन स्वीकृति र समर्थन सङ्घीय कानुन बमोजिम हुने। त्यस्तै गरी जुन चाहिँ उपधारा 1 मा थियो भने उपधारा 2 मा हेऱ्यो भने उपधारा 1 बमोजिम कानुन बनाउँदा देहाएका विषयमा सन्धि वा सम्झौताको अनुमोदन सम्मेलन स्वीकृति वा समर्थन सङ्घीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको 2/3 बहुमतले गर्नुपर्ने शर्त राखिने, जसमा चाहिँ विषयमा चाहिँ क शान्ति र मैत्री, ख सुरक्षा एवं सामरिक सम्बन्ध, ग नेपाल राज्यको सिमाना र घ प्राकृतिक स्रोत तथा त्यसको उपयोगको बाँडफाँड। यी विषयमा पनि 2/3 सङ्घीय संसदका दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको 2/3 बहुमत भनी उल्लेख गरेको अवस्था छ। र यसैको प्रतिबन्धात्मक वाक्यांशलाई हेऱ्यो भने तर खण्ड क र घ मा उल्लेखित विषयका सन्धि र सम्झौता मध्ये राष्ट्रलाई व्यापक गम्भीर वा दीर्घकालीन असर नपर्ने साधारण प्रकृतिका सन्धि वा सम्झौताको अनुमोदन सम्मेलन स्वीकृति वा समर्थन प्रतिनिधि सभाको बैठकमा उपस्थित सदस्यहरूको साधारण बहुमतबाट हुन सक्ने। यो क्लाजमा चाहिँ साधारण बहुमत जुन चाहिँ प्रतिनिधि सभामा साधारण बहुमत भए पनि गर्न सकिने भनी उल्लेख गरेको अवस्था छ। यस प्रकार सरकारको निर्माण, विश्वासको मत र अविश्वासको प्रस्ताव जस्ता विषयहरूमा र कानुन निर्माणमा, ऐन कानुनको निर्माण र संशोधनका विषयमा प्रतिनिधि सभामा स्पष्ट रूपमा बहुमत भएमा ती कार्यहरू अगाडि बढ्न सहजै सक्ने अवस्था देखियो भने कतिपय अन्य मैले अहिले निवेदन गरेका विषयवस्तुहरू जस्ता गम्भीर प्रकृतिका सन्धि सम्झौताका कुरा, संविधान संशोधनको विषय, सङ्कटकालीन अवस्थाको घोषणा जस्ता विषयहरूमा चाहिँ सङ्घीय संसदमा दुवै सदनमा अर्थात् प्रतिनिधि सभा र राष्ट्रिय सभामा उपस्थित सदस्य सङ्ख्याको 2/3 बहुमतबाट गर्नुपर्ने जस्ता प्रावधानहरू उल्लेख भएको अवस्था देखिन्छ। आजलाई मैले तपाईँहरूसँग यति नै निवेदन गरेँ। यति देर सुनिदिनु भयो, हेरिदिनु भयो। सबैलाई धन्यवाद, नमस्कार।